हेलो फ्रेन्ड्स, आज चाहिँ हामी व्हाइट हाउस रिसोर्टमा छौँ। यो चाहिँ टौदहभन्दा अलिकति नजिकै पर्न जान्छ। यो चाहिँ अलिकति हिल एरिया भएको भएर चाहिँ यहाँबाट चाहिँ हजुरहरूले राम्रो र रमाइलो सिनहरू देख्न सक्नुहुनेछ। अनि यहाँको इन्भाइरोमेन्ट पनि एकदमै पिसफुल। अनि हजुरहरू यहाँ बर्थडे सेलिब्रेसन अनि बारबिक्यूहरू पनि गर्न सक्नुहुनेछ। अनि हजुरहरू ग्रुपमा पनि आउन सक्नुहुनेछ। यो चाहिँ मलाई यहाँको सर्भिस चाहिँ मलाई एकदम मन पर्यो। अनि अहिले चाहिँ हामी भित्र जाँदैछौँ यहाँको माहौल हेर्नलाई। यहाँको डेकोरेसनहरू, यहाँको रिसेप्सनहरू जुस मलाई एकदमै मन पर्यो। हजुरले यहाँबाट देख्न सक्नुहुनेछ यहाँको सिनहरू। यहाँ चाहिँ जुस भिजिट गर्न चाहिँ धेरै आउनुहुनेछ। यहाँको बगैँचाको फुलहरू देख्दाखेरि पनि आनन्द लाग्ने। हिमालहरू नजिक भएको भएर चाहिँ एकदमै राम्रो सिन देख्ने रहेछ, पहाडहरू। अनि मलाई चाहिँ सबसे मन परेको चाहिँ यो रिसोर्टको चाहिँ पेन्टिङ है। हुन त म एज अ फेसन डिजाइनर मलाई पेन्टिङमा चाहिँ एकदमै इन्ट्रेस्ट लाग्छ। अनि आर्टिफिसियल फ्लावर अनि यहाँको मोमो चाहिँ एकदमै मिठो एन्ड टेस्टी। जस यहाँको खानेकुराहरू चाहिँ एकदमै वाउ छ है। यहाँको चाहिँ मोमो चाहिँ ठुल्ठुलो होइन, हजुरले पनि देख्न सक्नुहुनेछ। एकदमै यम्मी थियो यो मोमो चाहिँ। जस हजुरहरू यहाँ आउनु बेलामा चाहिँ यो ट्राई गर्न सक्नुहुनेछ। हस् सर, थ्याङ्क यू।